अनि नखानेलाई के गर्ने त नानी भन्नु? नखानेलाई त अब त्यही अहिले आइसी मैले सोध्छु फेरि कि कस्ता नियमहरू गर्नुहुन्थ्यो पहिलाको जमानामा कस्तो थियो अहिले कस्तो थियो भनेर सबै सोध्छु। अहिलेलाई खाने अब ठेगानै छैन कसले नखाने। अहिले होइन नेपाल लाइन जाने आउने गर्छ, अहिले लाइन नै छैन कि यस्तो छ नेपालको दशा, लाइन जाने आउने। पहिलाको जमाना र अहिलेको जमानामा के फरक देख्नु भएको छ त? हेलो फेरि हाम्रो आजको नयाँ ब्लगमा सबैले स्वागत छ। म आज आइपुगेछु यहाँ गाउँमा के कस्ता हुन्छ हजुरहरूलाई सबै सिकाउनेछु, ठिक छ? देखाउनेछु के हुन्छ गाउँमा। भर्खर एक हप्ता हुन लाग्यो गाउँमा आएको र अब हजुरहरूलाई सिकाउनेछु के हुन्छ। र आज चाहिँ घरमा के प्लानिङ हुँदैछ भने अब बाहिरबाट आएपछि पूजा हुन्छ अरे के घरमा बोका चढाउने यस्ता हुने रहेछ अरे के। अनि त्यही भएर आज बोका चाहिँ हेर्ने जाने रे, त्यही घरमा प्लानिङ हुँदैछ। कति केजीको किन्ने होइन, कति को खान्छ को खाँदैन, त्यसको लागि के गर्नुपर्ने, त्यही आज प्लानिङ हुँदैछ। त्यसैको बारेमा आज हजुरलाई भन्ने छु सबै। ल यो भिडियो रहिरहनु होला सबै लास्टसम्म, त्यहाँ हजुरलाई सबै बताउने छु के कतिको हुन्छ के कसरी हुन्छ, सबैको ओपिनियन घरको ओपिनियन हजुरलाई देखाउने छु है त। ल जाम त्यसो हुन्छ भिडियो त अहिले अब सबैसित के गर्ने होइन, के सोध्ने के आज के हुन्छ के प्लानिङ हुँदैछ त्यसको बारेमा सोध्ने र बुझ्ने है त। र म यहाँ चाहिँ हजुरआमा हजुरबुवाहरूलाई नानी भनेर भन्छु है त। हजुरआमालाई नानी भनेर बुझिन्छ र हजुरबुवालाई चाहिँ के चाहिँ नाना भनेर भनिन्छ क्या हाम्रो यहाँ। र त्यही हिसाबले आज चाहिँ म यहाँ सोध्छु नानीहरूलाई कति केजीको किन्ने, कसरी किन्ने, के हुन्छ होइन, कसरी के गर्ने होला, कहाँ जाने हो चढाउन, यताउता सबै कुरा आज सोध्ने होइन। सोधेपछि बुझ्ने, अनि उहाँले भन्नुहुन्छ के एन्सर हुन्छ पछि बुझ्ने, अनि के हुन्छ त्यसपछि हेर्ने त। ल त्यो मैले आफै सोध्छु, हजुरहरूले चाहिँ सुन्नु होला कसरी पहिलाको मान्छेहरूले कसरी के गर्दो रहेछ होइन, कसरी काम हुँदो रहेछ पहिलाको जमानामा होइन, त्यो सबै देखाउँछु र सुनाउँछु के भन्नुहुन्छ उहाँले, उहाँको एन्सर के आइज के कस्तो हुन्छ होइन, बुझौँ सुनौँ। पहिलाको कुरा सुन्यो भने अलि मन हल्का नि हुन्छ जस्तो लाग्छ मलाई। तर पहिलाको कुरा भनेको लास्टै राम्रो लाग्ने क्या मलाई सानैबाट के, पहिला कुरा यस्तो हुन्थ्यो, पहिला जमाना यस्तो हुन्थ्यो भने सुनाउनुहुन्थ्यो कि सानोमा। अहिले नि सुन्न मलाई कति राम्रो लाग्छ। तर घरमा छु होइन, गाउँतिर आएको छु। र गाउँतिर के कस्ता हुन्छ, कसरी पूजा चढाउँछन् होइन, कसरी बाहिरबाट मान्छेहरू कसरी के भन्छ त्यसलाई बुझ्नु न, कसरी चढाउँछन् पूजा बोका काटेर होइन, बाहिरबाट आएको मान्छे आएपछि बोका काट्नुपर्ने यस्तो होइन। त्यो चाहिँ कसरी हुन्छ, कसरी के हुन्छ त्यो चाहिँ देखिन्छ छिट्टै, आज होइन तर अरू कुनै दिन भएको दिन चाहिँ हजुरहरूलाई देखाउने छु। त्यो अगाडिको भिडियोमा आउने आउँछ पक्का आउँछ। तर आज चाहिँ के हो भने हाम्रो प्लान बुझ्ने के कस्ता हुने रहेछ, पहिलाको जमानामा कस्तो मनाउने रहेछन्, के गर्दा रहेछन् होइन, त्यो कुरा बुझ्ने हो आज। उहाँ चाहिँ मेरो नानीले चाहिँ भन्नुहुन्छ कसरी मनाउँथ्यो पहिलाकोमा, कसरी के हुन्थ्यो होइन, त्यसरी हुन्थ्यो। अहिले होइन नेपाल लाइन जाने आउने गर्छ, अहिले लाइन नै छैन कि यस्तो छ नेपालको दशा, लाइन जाने आउने। अब नेचुरल हावा खाएर बस्नु परेको छ यहाँ, के गर्नु गाह्रो छ नि त होइन, नेपाल यस्तै छ। बाँकी हेरौँला, अहिले उहाँ नानीहरू आउनुहुन्छ त्यसपछि म चाहिँ सोध्छु के कस्ता हुन्छ यताउता सबै सोध्छु नि त है। ल गाइस फेरि आयो रिटर्नमा, अब फेरि हाम्रो स्टार्ट भइसक्यो भिडियो, के कसो हुन्छ अब बुझौँ। अब नानी आइसक्नुभयो, हाम्रो नानी यहाँ हुनुहुन्छ। ल नानी मलाई भन्नु कि यो बाहिरबाट आएपछि बोका काट्ने कहाँबाट आयो यो परम्परा यस्ताहरू? पहिलाको जमानादेखि आयो होला यस्ता होइन, कसरी आयो भन्नु त मलाई। पहिलाको जमानामा अब यस्तै बोका चढाउँथ्यो के गर्थ्यो, कसरी आयो
त्यही त सोधिरहेको छु। पहिलाको जमानामा त अब बोका चढाउँथ्यो के अरे। अब अहिलेको जमानामा फेरि बोका चढाउनु पर्यो। अब हवाई जहाजमा उडेपछि त मान्नु पर्यो। होइन कसले निकाल्यो खासमा यस्तो कुराहरू? अब कसले निकाल्यो अब ठेगानै छैन कसले निकाल्यो। अनि हाम्रो यो बोका काट्ने भइरहेछ। कति केजीको बोका काट्दा ठिक होला त? अब कति केजीको बोका काट्ने अब 20 केजीको बोका काटे पनि भइहाल्यो। हाम्रा नानीहरूको हुनुहुन्छ बर्दाघाटको। के छ नानी, सन्चै हुनुहुन्छ? अनि नखानेलाई के गर्ने त नानी भन्नु? नखानेलाई त अब त्यही के बनाउने कुखुरा काट्ने। अब कति जति कुखुरा काट्दा ठिक होला त? कतिको कुखुरा काट्ने अब 2 केजी 3 केजी अब 2-3 केजीमा पुग्छ। त पुग्छ। मलाई त त्यस्तै बनाएको त पुग्यो। मलाई यो भन्नु कि यो विदेशबाट आउँछन् होइन, अनि तिनीहरू आएपछि किन बोका काट्छन्? कहाँबाट आयो यस्तो परम्परा त? होइन त्यसको परम्परा के भनौँ, पुरानो पुरानो जमानामा त्यस्तो मागे गएपछि बार मागे आउँदाखेरि मैले जसरी तसरी त खेतमा घरमा पुऱ्याएपछि मैले यो मान्छु त्यो मान्छु भनेर त्यहाँ मन भनेर आउने हो। अनि यो मान्न जरुरी नै छ कि? मान्ने जरुरी छ। किन अब कुवा के हुन्छ के हुन्न त्यस्तो भएर अनि पहिला भगवानको कृपा बल्ल बल्ल घर पुगेपछि अनि मलाई भगवानले त अब पुऱ्याइदियो। पुऱ्याएपछि भयो त्यसैको लागि। अनि यत्रो वर्ष जिउनु भयो, पहिलाको जमाना र अहिलेको जमानामा के फरक देख्नु भएको छ त? ठिकै देखेछु। होइन के फरक छ त अहिले? अब के फरक छ त? गर्मी बेसरी छ चाल्के छ। यो खास गर्मीको रिजन के हो? खासमा गर्मी कसरी भयो यस्तो? गर्मी कसरी भयो अब त्यही त थाहा छैन। हे भगवान्, हामीले हो कि कसरी हो? गाइस हेर्नु होला, यो एन्सर पाउनुभयो होला हजुरहरूले के कस्तो हो होइन। उहाँ हेर्नु हाँसिराख्नु छ, यता नि हेर्नु। यसरी नै हो, यही थाहा भएको। अब बोका चाहिँ मान्न पर्यो, त्यही देउता सही पुऱ्याइदियो राम्रो राम्रो, त्यही बोका गरेको त पुऱ्याउनु पर्यो। अब थाहा भयो नि हजुरहरूलाई कसरी आयो यस्ता यस्तै नियमहरू। अब बोका काट्ने त भनेको अब कहिले पाइन्छ थाहा भएन, हेरौँ जहिले पाइन्छ कहिले काट्ने भनेको शुक्रबारतिर हुन्छ भनेको सायद, तर मान्छे आज आएन। हेरौँ केही दिनपछि भोलि जाने हो कि के गर्ने भनेछु त्यो मान्छेसँग। त्यसको घर भोलि बिहानै जानु पर्यो, भोलि बिहानै जानु पर्यो। बोका ल्याउनु पर्यो, पर्सि ल्याउनु फेरि यताउता उसले दर्शनले छोरी पाएछ। छोरी त अनि काट्नु मिल्दैन? कहाँ काट्नु मिल्छ? अब सुमनको त बुढी बच्चा पायो, त्यहाँबाट त हामी बढाउन थाल्यो। हेर गाइस, अब काट्न नि पाइन्छ कि पाइन्न थाहा भएन। गाह्रो छ, जति छिटो भयो त्यति राम्रो हामीलाई। अब खोज्दैछौँ बोका पाइन्छ कि पाइँदैन थाहा छैन। पाइए छिट्टै हुन्छ, नपाइए कुर्नुपर्छ। ल गाइस, आजको लागि भिडियो यति गरौँ होइन, यति नै हो आजको लागि। अब भोलि फेरि अर्को भिडियो हेर्ने त। ल धन्यवाद सबैलाई यति धेरै माया दिएकोमा। थ्याङ्क यू सो मच हेरिदिएकोमा। थ्याङ्क यू सो मच।